साथीहरु नमस्ते। यो मलाई के है धेरै लामो समयदेखि पिनास भएर लाग्लास्दै गाह्रो हुन्थ्यो। एकदम गाह्रो हुने कि टाउको फुट्ला जस्तो हुने, पछाडिपट्टि त टाउको कहिलेकाहीँ त हम्मरले हानेर मारौँ कि जस्तो हुने, टाउको यति फुट्थ्यो, भाग पुरै दुख्ने हैन, यस्तो दुख्ने। अनि यहाँबाट सिरिङ 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 चढ्ने, फेरि के चढे जस्तो हुने, के चढे जस्तो हुने, एकदमै गाह्रो हुन्थ्यो क्या। अनि मैले के गर्ने होला, कहाँ गएर कसरी उपचार गर्ने होला भन्ने कति एन्टिबायोटिक खाएँ, कति त्यो पिनासको सुँघ्ने औषधि हुन्छ नि, सुँघ्ने झोलहरू खाएँ, कति के गरेँ, केही गर्दा पनि भएन कि। अनि केही गर्दा नभइसकेपछि यत्तिकै बसिरहेको हुन्थेँ। कहिले त्यो कालो जिरा खाने, कहिले चाहिँ तपाईँको त्यो पिनासको उहरू सुँघ्ने, तेलहरू सुँघ्ने गर्थेँ। जति गर्दाखेरि पनि कहिले हुन्थेन। र यसै क्रममा एउटा दाइसँग मेरो चिनजान भयो। दाइले एकजना काठमाडौँमा राम्रो मान्छे चिन्नुभएको रहेछ होइन। अहिले म त नभन्नु न एकछिन। अनि एउटा दाइले एकजना काठमाडौँ मान्छे चिन्नुभएको रहेछ। अनि उहाँसँग यसो चिनजान हुने क्रममा चाहिँ एउटा पिनास हार्ने दाइहरू हुनुहुँदो रहेछ। यहाँ एकदमै लामो समयदेखि गर्नुहुँदो रहेछ। अहिले मेरै अगाडि होइन, यहाँ तपाईँलाई देखाउँछु। मेरै अगाडि होइन, यो सबै पिनासको झोल हो है। अब यो मेरै नाकबाट निकाले हो, अहिले भर्खरै हेर्दा हेर्दै नाकबाट निकाल्नु भयो। यो चाहिँ यति चाहिँ निकाल्नु भयो कि भर्खरै होइन। यो चाहिँ रियालिटी हो कि, यो रियालिटी हो कुनै उनी होइन होइन। मेरो चाहिँ यहाँ छेड्नु भएको थियो। अहिले यो फिल्टरले गर्दाखेरि देखिया होइन, यहाँ छेड्नु भएको थियो। म पुरै भिडियो तपाईँलाई अन्तिमसम्म देखाउँछु, हेर्नुहोस् है त। यो त देखिन्छ नि, दुख्न चाहिँ दुख्दो रहेछ है, हल्का हल्का मात्रै दुख्छ। तपाईँको टाउकोहरू भारी छ भने होइन, नाकहरू बन्द छ भने अहिले खुल्ला हुन्छ नि हो है। हजुर। एकछिन नबजाइदिनु न, रेकर्ड हुँदैछ यहाँ, सबै लाइभ हेर्नुहुन्छ कि। हुन्छ। पिनासको रोगी मान्छेलाई केही गरि पनि सन्चो नहुने के। अनि हजुरहरूले कति लिने गर्नुभएको नि यो कस्ट चाहिँ? अब यसको टुङ्गो हुँदैन कि। हेर्नुहोस् है साथीहरू, मेरो यहाँबाट निकाल्नु भयो होइन। यहाँ पुवाल छ कि सानो, यहाँ हेर्नुहोस् है, पिनासलाई हेर्नु, हेर्नु पिनास देख्नुभयो। अब यो ढ्वाङमा आफै धोएर लिएर आउँछु, ल्याउँदा सर एकचोटि म आफै धोएर ल्याउँछु। अब उहाँको मुखमा हेर्नुहुन्छ भने पनि साथीहरू हेर्नु त एकचोटि, केही छैन उहाँको। हेर्नुहोस्, म यो धुन्छु होइन, मजाले धुन्छु कि यसलाई। धोएँ मैले मजाले, लाउनु अब सबै हेर्नुभयो होइन? सबै साथीहरू पहिलोपल्ट भयो, दोस्रोपल्ट फेरि गर्दै हुनुहुन्छ उहाँले। त्यहाँ केही छैन, उहाँको मुख पनि खाली छ। यो चाहिँ खास यो कुन विधि हो सर? यो हाम्रो पुर्खौली काम गर्दै हो है। हजुर, यस्तो काम गर्दा यसले शरीरमा कुनै असर गर्छ गर्दैन? यसले केही असर, केही साइड इफेक्ट गर्दैन। कति लिने गर्नु भएको नि? अब यस्तो रोगको लागि हेर्नु त टुङ्गो हुँदैन, हामी रोग अनुसार लिन्छौँ, पिनास अनुसार लिन्छौँ। तपाईँको यो लगभग थम्सुङमा 15 देखि लिएर 20,000, 25,000, 30,000 जस्तै नै हुन्छ। अनि यो मेरो के पिनास रहेछ? यो तपाईँको रुगामर्कीबाट बिग्रेको समलबाई पिनास हो कि। पिनासमा पनि धेरै प्रकारको पिनास हुन्छ, जस्तै तपाईँको समलबाई पिनास, एलर्जी पिनास, तिनपित्र पिनास, खरो पिनास, रुगामर्की पिनास, एलर्जी पिनास। पिनासमा पनि धेरै प्रकारको पिनास हुन्छ कि। चेक गरेपछि थाहा हुन्छ नि, कसैले खाने दबाई लाग्छ, कसैले दबाई लाग्दैन, निकालेर मात्रै हुन्छ, कसैले सुँघ्ने दबाई, नाकभित्र थोपा हाल्ने दबाईहरू पर्छ। ल साथीहरू निकाल्नु हो है। यता कुदाइ सिद्धि, अब उता निकाल्नु पर्छ। ए सकिएछ है, अब एकतिर सकिएछ, अब एकतिर बाँकी छ। र साथीहरू यताको चाहिँ सकिएछ होइन, यताको बाँकी छ अरे, धेरै त रहन्छ, तर लास्ट चाहिँ लास्टै फोहोरो निस्किने रहेछ।
यो मेरो भिडियो ग्रुप छ भनेको धेरै हुँदैन नि, ग्रुप भनेको थोरै हुन्छ। बरु ग्रुप हुने मान्छेले कति आपत्ति हुन्छ उहाँले मात्रै थाहा हुन्छ नि, सबै मान्छेले थाहा हुन्छ। अब यहाँ हेर्नुहोस् है यसरी ट्वाक 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 हानेर फेरि निकाल्नु काट्यो है साथीहरू, रगत आइदेख्नु होला नि। अब हेर्नु कस्तो निकाल्छ नि। यस्तो निकाल्छन् आयो लास्ट दुख्यो नि। हल्का मात्रै दुख्छ, त्यो त्यति खासै दुख्दैन। ठिक छ, दुख्यो पनि सन्चो भइगयो नि। तपाईँले मलाई चाहिँ कतिमा गरिदिनुहुन्छ त नि? तपाईँको त 28,000 लाग्ने थियो होइन रे। म चाहिँ प्रदीप दाइले पठाउला गर्दा होइन, किनभने तपाईँ उहाँको पनि चिन्जान गर्दाले हो, उहाँले पनि थुप्रै मान्छे पठाइदिएले गर्दा तपाईँलाई मैले 5,000 आफ्नो तर्फबाट डिस्काउन्ट गरेर 23,000 मा गरिदिएको थिएँ। थ्याङ्क यू मेरो दाइ, यस्तो राम्रो कुरा हो होइन। संसारमा सबैभन्दा ठुलो कुरो पैसा नि होइन, हजुर हजुर, सबैभन्दा ठुलो चाहिँ स्वास्थ्य हो। स्वास्थ्य हो, इमान हो होइन। स्वास्थ्यले गर्ने कुरा हो। यहाँ लाइभ तपाईँको सन्चो भइदिएपछि तपाईँले पनि अरू पनि मान्छे पठाइदिनुहुन्छ। प्रदीप दाइले त थुप्रै मान्छे पठाइदिनु भयो नि, जस्तै तपाईँले पनि पठाइदिनु भयो अरू। यहाँ आयो, अब यहाँ निकाल्नु भयो उहाँले। दिनुभयो नि तपाईँले। ल हेर्नु साथीहरू हेर्नु, यसमा कति छ। ओहो हेर्नु भयो नि। ओ माई गॉड, छ्या, ओहो कस्तो आनन्द भएको नाक पनि है। अलिकति हल्का जस्तो भएको जस्तो नि, अहिले नै निको भएको जस्तो नै हुन्छ कि। डेन्जर हुने रहेछ कि यार, है साँच्चीकै रहेछ। म त होइन होला भनेको थिएँ, त्यस्तो रियालिटी हुने रहेछ। ल फेरि निकालिदिनु सर साथीहरू। ल यो पिनासको रोगी को हुनुहुन्छ म जस्तै, मलाई त लास्टै टाउको दुखेर दाइ मलाई पछाडि टाउको दुख्न छोड्छ नि अब पुरै छोड्छ नि। ओहो माई गॉड, त्यो दाँतको किरा झार्दाखेरि फक्लकै किरा निकाल्छ नि, त्यो त फेक होला है। त्यो चाहिँ होइन। यो त अब नाकै छेडेर गर्नुभएको नि। अब त्यो त तपाईँ आफै आँखाले हेर्नुपर्छ नि। लाइभ देखाएर आफू सरहरूलाई सबैलाई। मेरो नम्बर पनि त्यो हालिदिनु। हजुरको नम्बर कति हो सर? मेरो नम्बर चाहिँ 9818570744। ल है साथीहरू, आज काइँला भए चाहिँ विशेष गरेर काठमाडौँ घुम्न आएको अवसरमा मौकाले मिल्दाखेरि यहाँ मैले टट्टायो टाउको, अया टाउको टट्टायो। अनि तपाईँहरूलाई रिक्स हुन्छ नि त्यस्तो, बिचरा मुखा आउँदैन त्यो सानो पलबाट त कहिलेकाहीँ आउनु पनि सक्छ नि भाइ, अब पेस नै हो के गर्ने हो है। त्यही भएर भन्छ नि मान्छेले, ए भाइ तपाईँले धेरै पैसा भन्नुभयो होइन, अब आजभोलि त मान्छेको जिउ त्यही मुखले त। ल फेरि हेर्नु है साथीहरू, फेरि हेर्नु है पिनास हेर्नु है कति छ मेरो, हेर्नु है। ए हेर्नु त्यस्तो पुरै जाम भएर बसेको छ। आमा यो त अजिब खालको चिज रहेछ गाठी। अरूले गर्न नसक्ने भन्दा पनि यो कसरी गर्ने गाह्रै हुन्छ नि मान्छेलाई होइन। यो सबै तपाईँले मुखबाट प्रेस गरेर तान्ने हो है, नसाबाट तान्ने है। पहिला नसा खुलाउने हो। हजुर हजुर, हामी चाहिँ यो पहिला घर बनाउने हो, अनि त्यहाँ चाहिँ हल्का हल्का नसा बनाउने। त्यो पहिला त्यो तपाईँको काटे नि त्यो सामानले, त्यस्तै गरेर काटेर अनि निकाल्ने। हजुरले चाहिँ दुध दही मही पाके केरा तोरीको साग चिसो पानीहरू हुन्छ, मम्मी खाजा खानु न। त्यस्तो चाहिँ तपाईँ नखाइदिनु। नानी साथी कसरी फुक्नुहुन्छ भने नै नै निकाल्नु। ल साथीहरू हेर्नुहोस्, पिनास मात्रै यति धेरै रहेछ मेरो। ल तपाईँहरूलाई पनि पिनास सम्बन्धी कुनै समस्या छ भने आउनु होला। यो भिडियो निकै लामो भएको कारणले गर्दा मैले हटाउँदैछु। र यो हाम्रो के नाम हो दाइ? मेरो चाहिँ कोहिनुर वैद्य। कोहिनुर वैद्यलाई भेट्नु होला र सम्पर्क गर्नु होला साथीहरू।
र हजुरहरू पनि स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो भन्ने सोच राख्नु होला भन्दै यो भिडियो जतिले हेर्नु भएको छ सेयर गर्नु होला र सबै स्वास्थ्य रहौँ निरोगी रहौँ नमस्ते।